यहाँ पाल्नु भएकोमा धन्यवाद। हामी तपाईलाई एलेरोसँग परिचय गराउन पाउँदा धेरै खुसी छौं, जुन तपाईको सफ्ट स्किल्स र नेतृत्व विकासको कोच हो। हामीले एउटै लक्ष्यका साथ अत्याधुनिक प्रविधि प्रयोग गरेर एलेरो बनाएका हौं, तपाईको व्यक्तिगत र व्यावसायिक वृद्धिमा साथ दिन। तपाईको कोच सधैँ जुनसुकै समय र जहाँसुकै वाइफाई भएको खण्डमा उपलब्ध हुनेछ। सधैँ तपाईको साथमा। आउनुहोस् तपाईको एपको बारेमा थप जानौं। हामीले तपाईलाई एउटा अस्थायी पासवर्ड पठाएका छौं, कृपया यसलाई अहिल्यै परिवर्तन गर्नुहोस्। यसको प्रक्रिया यस प्रकार छ। लगइन स्क्रिनमा फोल्डर माई पासवर्ड विकल्प छान्नुहोस्। आफ्नो खातामा दर्ता भएको इमेल राख्नुहोस् र सेन्ड लिंक बटनमा क्लिक गर्नुहोस्। केही समयमै तपाईले एउटा इमेल प्राप्त गर्नुहुनेछ। आवश्यक परेमा आफ्नो इनबक्स वा स्पाम फोल्डर चेक गर्न नबिर्सनुहोस्। इमेल खोलेपछि चेन्ज माई पासवर्ड बटनमा क्लिक गर्नुहोस्। यसले तपाईलाई नयाँ पासवर्ड राख्न पुनः एपमा लैजानेछ। अन्तमा रिसेट पासवर्डमा क्लिक गर्नुहोस्। बस भयो। अब तपाई एलेरोसँग आफ्नो वृद्धिको यात्रा जारी राख्न तयार हुनुहुन्छ। अब तपाईको खाता सेटअप सुरु गरौँ। आफ्नो भाषा र देश छान्नुहोस् अनि तपाईको कोचले तपाईलाई के भनेर बोलाएको चाहनुहुन्छ त्यो भन्नुहोस्। आफ्नो आधारभूत विवरणहरू भर्नुहोस्, जस्तै तपाईको हालको वा पछिल्लो पद र पहिले कोचिङ लिनुभएको छ कि छैन जानकारी दिनुहोस्। अन्तमा तपाईले सुरुमा कुरा गर्न चाहनुभएको कोच छान्नुहोस्। उनीहरूको विवरण पढ्नुहोस्, आफ्नो मूड अनुसारको कोच रोज्नुहोस् र आफ्नो कोचिङ सेसन सुरु गर्नुहोस्। तपाईले पछि जुनसुकै बेला कोच परिवर्तन गर्न सक्नुहुन्छ। अन्तमा तपाईले सुरुमा कुरा गर्न चाहनुभएको कोच छान्नुहोस्। उनीहरूको विवरण पढ्नुहोस्, आफ्नो मूड अनुसारको कोच रोज्नुहोस् र आफ्नो कोचिङ सेसन सुरु गर्नुहोस्। तपाईले पछि जुनसुकै बेला कोच परिवर्तन गर्न सक्नुहुन्छ। यो सकिएपछि तपाईको लागि सान्दर्भिक र तपाईले सुधार गर्न चाहनुहुने 2 देखि 4 वटा विशेष सिपहरू छान्नुहोस्, जुन तपाईको व्यक्तिगत र व्यावसायिक जीवन दुवैका लागि उपयोगी होस्। र चिन्ता नगर्नुहोस्, तपाईको प्रगतिसँगै नयाँ क्षेत्रहरूमा केन्द्रित हुन तपाईले यी सिपहरू पछि परिवर्तन गर्न सक्नुहुन्छ। सेसन सुरु गर्ने 2 तरिकाहरू छन्, च्याट टेक्स्ट वा भोइस कल। सम्झनुहोस्, तपाईको कोच तपाईको लागि दिनको 24 घण्टा हप्ताको 7 दिन उपलब्ध हुनुहुन्छ। च्याट सेसन सुरु गर्न आफ्नो उपकरणको तल रहेको टेक्स्ट बक्स प्रयोग गर्नुहोस्। तपाईले साधारण हेलो भनेर सुरु गर्न सक्नुहुन्छ र आफ्नो मनमा जे छ कोचलाई भन्न सक्नुहुन्छ। कोच सधैँ तपाईलाई सुन्न चाहनुहुन्छ। हरेक सेसनबाट धेरैभन्दा धेरै लाभ उठाउन मद्दत गर्न तपाईको कोचले केही प्रश्नहरू सोध्नेछ ताकि तपाईले छलफल गर्न चाहनुभएको विषय, यसको महत्त्व र तपाईको लक्ष्य बुझ्न सकियोस्। तपाईले जति धेरै जानकारी दिनुहुन्छ, हरेक सेसन त्यति नै अर्थपूर्ण हुनेछ। यदि तपाई लेख्नुको साटो कोचसँग बोल्न चाहनुहुन्छ भने कुराकानी सुरु गर्न कल आइकन बटनमा ट्याप गर्नुहोस्। यहाँ तपाईले माइक्रोफोन प्रयोग गर्ने अनुमति दिनुपर्ने हुन्छ, कृपया यस थिच्नुहोस्। नमस्ते कोच, शुभ प्रभात। नमस्ते लेबर, शुभ प्रभात। तपाईलाई यहाँ फेरि देख्दा धेरै खुसी लाग्यो। सम्झनुहोस्, तपाईको गोपनीयता र गोप्यता मेरो लागि अत्यन्तै महत्त्वपूर्ण छ। सबै कुरा तपाईको नियन्त्रणमा छ र तपाईले साझा गर्नुभएको कुनै पनि जानकारी पूर्ण रूपमा गोप्य रहनेछ। सुरु गर्नका लागि र हाम्रो समयको सही सदुपयोग गर्न आजको सेसनमा तपाई कुन विषयमा छलफल गर्न चाहनुहुन्छ? म आफ्नो कामको बारेमा आउने प्रतिक्रियाहरूलाई फिडब्याक्स कसरी अझ राम्ररी लिने भन्ने बारे कुरा गर्न चाहन्छु। विशेष गरी मेरो हाकिम बस मबाट उत्कृष्ट कामको अपेक्षा गर्नुहुन्छ र म उहाँका कुराहरूलाई व्यक्तिगत रूपमा पर्सनली नलिकन सुन्न चाहन्छु। यो कुरा साझा गर्नुभएकोमा धन्यवाद लेबर। तपाईको हाकिमले तपाईको कामको बारेमा प्रतिक्रिया दिनुभएको छ भन्ने मैले बुझे। यसलाई विचार गर्दा के उहाँले दिनुभएको प्रतिक्रिया सामान्य खालको छ कि उहाँले कुनै विशेष कुरा उल्लेख गर्नुभएको छ? यदि तपाई आफ्ना पुराना सेसनहरू फेरि हेर्न चाहनुहुन्छ भने होम स्क्रिनको माथिल्लो भागमा रहेको मेनु आइकनमा ट्याप गरेर सजिलैसँग आफ्नो कुराकानीको इतिहास कन्भर्सेसन हिस्टोरी हेर्न सक्नुहुन्छ। यदि तपाईले अचानक कुराकानी छोड्नुभयो वा 10 मिनेटभन्दा बढी एपबाट बाहिरिनुभयो भने सेसन स्वतः समाप्त हुनेछ।
तपाईले स्क्रिनमा एउटा सूचना देख्नुहुनेछ। नयाँ कुराकानी सुरु गर्नका लागि त्यसलाई बन्द खवाउस गरे पुग्छ। कृपया ध्यान दिनुहोस् कि यस्तो अवस्थामा पूरा नभएको सेसनका कुनै पनि महत्त्वपूर्ण विवरणहरू सुरक्षित हुने छैनन्। यो प्रक्रियामा तपाईको भावनात्मक अवस्था मुख्य हुन्छ। हरेक दिन तपाईको कोचले सोध्नेछ, हिजो तपाईलाई कस्तो महसुस भयो? यसले तपाईलाई आफ्नो भावनाहरू अझ राम्ररी बुझ्न र व्यवस्थापन गर्न मद्दत गर्छ, जसले हरेक सेसनलाई तपाईको लागि थप प्रभावकारी बनाउँछ। तपाईको वृद्धि स्पष्ट र मापनयोग्य छ। आफ्नो प्रगति हेर्नका लागि अकाउन्ट्स सेक्सनमा जानुहोस्। त्यहाँ तपाईले एउटा ग्राफ फेला पार्नुहुनेछ जसले तपाईको उत्कृष्ट सिपहरू र कोचसँग सेसनहरू लिँदा वा रोल प्ले अभ्यास गर्दा ती कसरी बढ्दै जान्छन् भनेर देखाउँछ। यो अनुभव गतिशील छ। जब तपाईँ चाहनुहुन्छ, तपाईले आफ्नो व्यक्तिगत वा व्यावसायिक जीवनका अन्य क्षेत्रहरूमा सुधार गर्न आफ्ना सिपहरूको छनौट परिवर्तन गर्न सक्नुहुन्छ। मुख्य नेभिगेसन बारमा रहेको सेक्सनमा गएर आफ्नो सिकाइलाई व्यवहारमा उतार्नुहोस्। यहाँ तपाईले आफ्नो वृद्धिको लागि बनाइएका विशेष उद्देश्यहरूसहित वास्तविक परिदृश्यहरूको सामना गर्दै आफ्ना सिपहरूलाई बलियो बनाउन सक्नुहुन्छ। यसले तपाईलाई आज के अभ्यास गर्न आवश्यक छ त्यसको आधारमा विभिन्न परिस्थितिहरू फिल्टर गर्न अनुमति दिन्छ। आफूले चाहेको बेला अभ्यास गर्नुहोस्, नयाँ प्रतिक्रियाहरू प्रयोग गर्नुहोस् र दैनिक जीवनमा लागू गर्नुअघि सुरक्षित वातावरणमा आफ्ना सिपहरूलाई निखार्नुहोस्। निरन्तरताले नै राम्रो नतिजा दिन्छ। दैनिक रिमाइन्डरहरू प्राप्त गर्न आफ्नो उपकरणको तल रहेको अकाउन्ट सेक्सनमा जानुहोस् र सेटिङ आइकनमा क्लिक गर्नुहोस्। नोटिफिकेशन्स भित्र आफ्नो दैनिक रिमाइन्डर सुचारू गर्नुहोस् र आफ्नो लागि उपयुक्त समय छान्नुहोस्। यसले अलार्ममा तपाईको वृद्धिको लागि एउटा निश्चित समय सुनिश्चित गर्नेछ। तपाईले छान्नुभएका सिपहरूलाई बलियो बनाउन स्पष्ट लक्ष्यहरू तय गर्नुहोस्। गोल्स सेक्सनमा गएर एड गोलमा क्लिक गर्नुहोस्। सजिलै चिन्न सकिने शीर्षक राख्नुहोस् र तपाईँ के हासिल गर्न चाहनुहुन्छ त्यसको विवरण लेख्नुहोस्। आफ्नो प्रतिबद्धताको स्तर, प्राथमिकता र मितिहरू तोक्नुहोस्। अलार्मको साथ तपाईँ आफ्नो सफलताको गति आफै तय गर्नुहोस्। अलार्मको साथ हामी तपाईको व्यक्तिगत र व्यावसायिक वृद्धिको हरेक कदममा साथ दिन र तपाईको सुपर पावर्स विकास गर्न मद्दत गर्न यहाँ छौं।